नमस्कार सबैमा विजयादशमीको हार्दिक मङ्गलमय शुभकामना। आजको यस भिडियोमा हामीले कुरा गर्नेछौँ शारीरिक रूपले कसरी सक्रिय रहने भन्ने कुरा। यसको लागि ठुलै जिमै जानुपर्छ कि कुनै ट्रेनर नै राख्नुपर्छ भन्ने कुरा चाहिँ छैन। गर्न के गर्ने हो भने हामीले दिनको 30 मिनट समय हामीले बिहानको हिँड्नलाई कि त जोडले हिँड्नलाई कि दौड्नलाई कि साइक्लिङ, जुन हामी साइकल चलाउँछौँ त्यो साइक्लिङ गर्नलाई दियो भने चाहिँ त्यतिले नै हाम्रो स्वास्थ्यलाई पूर्ण रूपमा जति चाहिने हामीलाई शारीरिक सक्रियता हुन्छ त्यति चाहिँ प्रदान गर्दछ। सो गर्ने चाहिँ के भने चाहिँ हरेक दिन बिहान लगभग 30 मिनट चाहिँ जुत्ता चप्पल जे छ त्यो लगाएर चाहिँ 30 मिनट हिँड्ने। कोही एकजना साथीभाइहरूले झनै राम्रो सँगै 30 मिनट हिँड्ने, या फिर अझै छिटो तपाईँलाई वेट लुज गर्नुपर्ने छ या अझै शारीरिक सक्रियता चाहिँ तपाईँलाई अझै चाहिएको छ भने चाहिँ र सक्नुहुन्छ भने चाहिँ अलि जोडले हिँड्न पनि सक्नुहुन्छ, सँगसँगै दौड्न पनि सक्नुहुन्छ। अनि अर्को उपाय भनेको हामीले साइकल चलाउने गर्छौँ त्यो पनि चलाउन सकिन्छ 30 मिनटसम्म। यो यीमध्ये जुनसुकै एक्टिभिटी तपाईँले गर्नुभयो भने चाहिँ शरीरलाई आजको आजै भोलिको भोलि नै फाइदा चाहिँ दिँदैन नि भने, तर लामो समयमा यसले चाहिँ तपाईँलाई शारीरिक रूपले तन्दुरुस्त राख्ने काम गर्दछ। यसका फाइदाहरू के हुन् भन्ने चाहिँ मधुमेह, प्रेसरको रोग र अन्य हृदय रोग, त्यस्तै फेरि हाम्रो यो मानसिक तनावका कुरा भए, जोड्नी दुख्ने समस्याहरू भए। प्राय आज भोलिको कामको सेड्युल अनुसार चाहिँ प्राय मान्छेहरू भनौँ न शारीरिक रूपमा त्यति सक्रिय हुन पाउँदैन। प्राय कामहरू चाहिँ मानसिक तरिकाले या फिर कुनै रुममा बसेर गर्ने कामहरू हुन्छन्, त्यसले गर्दा ढाड दुख्ने यस्तो समस्याहरू पनि हुन्छ। सो यो 30 मिनटको कुनै पनि एक्टिभिटी तपाईँले गर्नुभयो भने चाहिँ यो सबै कुरालाई लङ टाइममा चाहिँ यसले म्यानेज गर्न तपाईँले हेल्प गर्छ। सो सबैजना यो शारीरिक रूपले सक्रिय रहनु होला र स्वस्थ रहनु होला।